नगरपालिका वडा नम्बर 14 ले आयोजना गरेको महिला तथा पुरुष नकआउट कबड्डी प्रतियोगिता आजका फाइनल खेल साबिक वडा नम्बर 9 र वडा नम्बर 26 हुन गइरहेको छ। यस खेलको नजर गरिदिन आउनुभएका हाम्रा यसै वडाका वडा अध्यक्षज्यू, उहाँ प्रमुख अतिथि, त्यसैगरी कबड्डी खेलको संयोजक विवेक सुवेदीज्यू लगायत सम्पूर्ण लगायत विशिष्ट अतिथि लगायत सम्पूर्ण अतिथिहरूलाई खेलाडीहरूले अभिवादन गरिदिने। खेलाडीहरू सतर्कमा सबैजना गोडाफरमा बस्ने, पहिला गोडाफरमा बस्ने, गोडाफरमा आयो रिना गोडाफरमा बस्ने, गोडाफरमा पहिला सबै गोडाफर आदरणीय गोडाफरमा बस्ने। खेलाडी सतर्कमा होला सतर्क गोडाफर। ल सम्पूर्ण अतिथिहरूलाई अभिवादन गरिदिने। सतर्कमा होला सतर्क गोडाफर। र यस खेललाई हौसला प्रदान गरिदिनु हुनका लागि, दुई शब्द राखिदिनु हुनका लागि म यस कबड्डी खेलको संयोजक श्री दीपक सुवेदीज्यूलाई अनुरोध गर्न चाहन्छु। धन्यवाद सञ्चालकज्यू। आज मेचीनगर चौकदा आयोजित 2 दिने कबड्डी प्रतियोगिताका प्रमुख अतिथि, विशिष्ट अतिथि, धारी दलका प्रतिनिधिज्यूहरू लगायत सम्पूर्ण उपस्थित खेलाडी वर्गहरूमा धन्यवाद व्यक्त गर्न चाहन्छु। उपस्थित भएर आज खेललाई शोभा बढाइदिनु भएको सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै हार्दिक शुभकामना र अग्रिम विजय। मेचीनगर नगरपालिका वडा नम्बर 14 ले जुन यो खेलको आयोजना गरेको छ, यो एउटा जिल्लाभरिकै एउटा नमुना हो। यो सुरुवात जुन भएको छ एकदम सराहनीय छ। यसको लागि जोरदार तालीले स्वागत गरिदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु। फेरि पनि र अब खेल चाहिँ अब चाँडै हुन हामी सञ्चालन गरिरहेछौँ। यस खेललाई परिचयात्मक कार्यक्रम अगाडि बढाइदिनु हुनको लागि म यस खेल कबड्डी खेलको संयोजक श्री दीपक सुवेदीज्यूलाई अनुरोध गर्न चाहन्छु। लगायत अतिथि प्रमुख अतिथि र अन्य अतिथिज्यूलाई पनि परिचयात्मक कार्यक्रम अगाडि बढाइदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु। हाम्रो देशको आवश्यकता अनुसार साह्रै राम्रो खेल कबड्डी हो, भूगोल अनुसार है। ल बेस्ट अफ लक, बेस्ट अफ लक, बेस्ट अफ लक। रजिता कृतिका यहाँ गोलो राउला गोलो यहाँनिर कृतिका आई जस्तो गोलो त गोलो सबैजना गोलो अब हिप हिप हुर्रे या छिटो गोलो हिप हिप हुर्रे एकचोटि फेरि भिडियो गर ल। रहेको छ विजेता टिमलाई भाइ कृतिका लिएर आऊ। भाइ कृतिका लिएर आऊ ल। सब लिएर आऊ। अब पुरुष तर्फको यो प्रतियोगिताको जित हासिल गर्न सफल टिम रहेको छ साबिक वडा नम्बर 6। लाइनमा उभिदिनका लागि हार्दिक आग्रह गर्दछु। यहाँ ल अलिक गोलो भएर ल। हो त्यो ठिक छ ल। खेल संयोजक ज्यू श्री
दीपक सुवेदीज्यूलाई नै हार्दिक आग्रह गर्दछु र विजेता टिमको ट्रफी हस्तान्तरण गरिदिनका लागि म 7 नम्बरको यो जित कसको 7 र विजेता टिमलाई